आजको यात्रा चाहिँ सुनौलीसम्म घरबाट। यो बाटो धेरै राम्रो छ हेर्नु त, जो कोही यहाँबाट मिल्थ्यो होला यार। गाडीहरू लाइन लाएर आइरहेको त कर्मचारीहरू जाममा बस्नु पर्ने अवस्था। अब यहाँबाट हामी टन लिएर आउँदाखेरि सब मालवाहक गाडीहरू सुनौली हाम्रो दाइ हुनुहुन्छ आजको सर्भिसमा होइन त ल। हामी सुनौली जानु लाग्यो बाइक सर्भिसिङ गर्नलाई। आजको यात्रा चाहिँ सुनौलीसम्म घरबाट। योपालि घर आएर बसेको छु। यही नै हो बाइक र अब यहाँबाट हामी अब लाग्छौँ यता दाउने हुँदै सुनौलीतिर। ल अब चाहिँ हामी लाग्यो सुनौलीतिर बाइक सर्भिसिङ गराउने। अनि त्यस पछाडि गएर यो हो हाइवे आइपुग्यो। त्यस्तो धेरै टाढा होइन। ओए कहाँबाट छिराउने यहाँबाट जान्छ होला। यो हो ज्यामेरे पुल। अब हामी लाग्यो ज्यामेरे पुलबाट अगाडि। आजको यात्रा भनेको सुनौलीसम्म हो। ल बाटो कस्तो छ दाउनेको बाटो भन्नुहुन्थ्यो नि तपाईँहरू। दाउनेको बाटो यही नै हो। यहाँबाट माथि चाहिँ बनाउँदैछ बाटोहरू। ल यहाँबाट अब अगाडि लाग्यो। त्यही सिसा झारै हुन्छ, धुलो यस्तो हान्छ। बाटो धेरै राम्रो छ हेर्नु त। मलाई नि पहिला त हिँड्नै मन लाग्थेन, खासै हिँड्नै नपरेको हुन्थ्यो जस्तो भन्ने हुन्थ्यो। अब अहिले त बाटो धेरै आनन्द छ। रोड गाडीहरू पनि हिँडिरहँदो रहेछ। बाटो लगभग बनिसकेको हेर। मैले मोटरनान घाट बनिसके पछाडि पहिलोचोटि होला खासै कतिको हुन्छ हेरौँ न। बाटो बनाएर रहेछ बाटो। कस्तो आनन्द कालो ओह्रालो यति भइसक्यो पछाडि अबको बर्खामा चाहिँ खासै दुःख हुँदैन होला यो बाटो भएर ओहोर गर्नेहरूलाई। नभए त पहिला त यति गाह्रो हुन्थ्यो कि मान्छे यहाँनिर त कति आधा घन्टाको बाटो हो। लगभग कति 2 दिन नै बसिनु भयो होला यहाँनिर यो बाटो भएर यात्रा गर्नु। अलिक यो बाटोमा अलिक धेरै एक्सिडेन्ट हुने ठाउँ चाहिँ यो होला हो। घाट अब भनौँ अब पश्चिम यो महेन्द्र हाइवे यात्रा गर्दाखेरि चाहिँ एकदम दुःख दिने एकदम शास्ति हुने बाटो चाहिँ यही दाउनेको थियो उकालो ओह्रालो। अब दाउनेको उकालो ओह्रालो बनिसके पछाडि चाहिँ अब त्यति साह्रो दुःखका दिनहरू गयो होला। अब लगभग दुःखको दिनहरू सकिसके जस्तो लाग्छ मलाई। यो बाटो भएर यात्रा गर्न लाउनु भइसक्यो। अबको बर्खा चाहिँ अब अघिल्लो बर्खा जस्तो हुँदैन धेरै। किनभने रारीतिर भयङ्कर ठुलो पानी परेको थियो नि त यहाँ हाम्रोमा डुङ्गियासमा। अहिले चाहिँ पानी परे तापनि अहिले त्यस्तो छैन। हेर्नु न बाटोहरू आनन्द। यो चाहिँ विश्वकर्मा मन्दिर भयो। जो कोही यात्रा गर्नुहुने प्रायः जस्तो नयाँ गाडीहरू लिनुभएकोहरू चाहिँ आएर विश्वकर्मा पूजा गरी अनि पूजा गरिसके पछाडि मात्र चलाउनु पर्नुहुन्छ कतिपयहरूले। कतिपयहरू अब हिँड्दाखेरि आउने कुरा अब कति अब भ्याएको बेलामा चाहिँ आएर पूजा गर्ने गर्नुहुन्छ समय दिएर। 10 मिनटमा हामी दाउन्ने आइपुग्यौँ भनिसके
पछाडि बाटो त अब बाटोको बारेमा मैले धेरै बयान गरिराख्नु नपर्ला, तपाईँहरूले बाटोको अवस्था पनि थाहा पाइसक्नु पऱ्यो होला। 10 मिनटमा दुर्पियासबाट दाउन्ने भनिसके पछाडि त बाटो त धेरै राम्रो हो नि त। हिजो रातभरि पानी परेको अवस्थामा नि अब त्यस्तो खुल्ला त्यस्तो छैन, बाटोहरू जाम लाग्ने गर्ने गरेको छैन। कुनैबाट मिल्थ्यो होला यार। अगाडि बढिरहेको बिस्तारै हिँडिरहेको, धेरै हतार गरेर पनि काम छैन। मेरो रातो माटो भएको ठाउँमा चिप्लिन पनि सक्छ। सेफ्टी फर्स्ट भनेर तपाईँहरूले अब थाहा छँदैछ, म पनि अब सेफ्टी फर्स्ट। यहाँबाट चाहिँ अब नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व जिल्ला सकिएर अब सुस्ता पश्चिम सुरु भएको छ। र हाम्रो स्थानीय निकाय विनय त्रिवेणी गाउँपालिका नै पनि सकियो। हामी सायद यो बर्दाघाट नगरपालिकामा नै पर्छ। गाडी म अगाडि अब ओह्रालो, उकालोको बाटो त तपाईँले हेरिसक्नु नै भयो, त्यस्तो खासै गाह्रो छैन। यो बर्खामा गाह्रो हुने देखिँदैन। अब हेरौँ न त ओह्रालो बाटो बर्खातिरको साइड कस्तो हुन्छ। यहाँनिर चाहिँ बाटोहरू चाहिँ बनाउँदै रहेछ, हल्का जाम परिरहेको, हामी पनि यही जाममा हौँ। गाडीहरू लाइन लाएर आइरहेको त हामी आफ्नै रफ्तारमा गइरहेछौँ। यहाँ चाहिँ खासै त्यति साह्रो रिस्क लिएर हिँड्नु हुँदैन, छिप्लिहाल्छ। अब सायद यहाँबाट उता तल चाहिँ बाटो राम्रै छ होला, यति भेग चाहिँ अहिले ओह्रालो झरिरहेको दाउनेको बरघाट साइडपट्टिको। यहाँनिर पुल भएको ठाउँ नि यहाँसम्म त पहिले नै बाटो राम्रो चाहिँ ढलान भइसकेको थियो। अब अहिले त झन् राम्रो हुने नै भयो। निरीक्षण टोलीहरू आउनु भयो जस्तो छ, माथिबाटै अनुगमनको लागि आउनु भयो जस्तो छ। सरकारको आउनु भयो हेरौँ न त। कर्मचारीहरू अनुगमनको लागि आएछन्। व्यवहार बिग्रिसक्यो जस्तो छ यहाँनिर। ओह्रालोमा चाहिँ हामी आफै ख्याल गरेर हिँड्नुपर्ने हुन्छ, आफै नै अब सावधानी अप्नाएर हिँड्यौँ भने सबैजनाले दुर्घटना हुन पाउँदैन नि त। अगाडि देखेको चाहिँ बर्दाघाट बजार भइहाल्यो। यहाँनिरको यो यास मोडमा चाहिँ पहिला चाहिँ उताबाट आएको गाडीहरू नै देखिँदैन, पहिले चाहिँ जहाँसम्म लाग्छ यहीँबाट उता अगाडिबाट गाडीहरू आएको नआएको देख्न सक्छ। यास मोड यही नै हो, धेरै एक्सिडेन्ट हुने ठाउँ, दुर्घटना हुने ठाउँ चाहिँ यो हो है। यो बर्खा चाहिँ सजिलैसँग आउजाउ गर्न सक्नुहुन्छ। पहिलासम्म घन्टौँ
अब कति दिनसम्म जाममा बस्नुपर्ने अवस्था चाहिँबाट चाहिँ अब सबैले छुटकारा पाउनु भयो। अब त्यसको लागि चाहिँ अब नेपाल सरकारलाई हामीले धन्यवाद दिनैपर्छ। सँगसँगै अब तपाईँ हामी सबै नेपाली जनता लगायत यो बाटो भएर यात्रा गर्नुहुने आन्तरिक यो बाह्य पर्यटन सबैलाई सुखका दिन आयो भनौँ। यो पर्दाघाट बजार भइहाल्यो। चाहिँ हरकट्टा रहेछ, हरकट्टा। बाटोहरू बिचको डिभाइडरहरूमा चाहिँ रङ रोगन लगायत अब फिनिसिङको कामहरू चलिरहेको रहेछ। नभए बाटो त दुवैतर्फ कहिले दायाँ कहिले बायाँ, नभए कुनै ठाउँमा चाहिँ दुवै साइडमा चाहिँ आउजाउहरू राम्रैसँग भइसकेको भए ल हेर्नु न बाटोहरू कतिजना खुल्ला। यो अगाडिको चोक चाहिँ भुमै चोक हो। अब त्यहाँबाट हो त्यो अगाडि टिप्पर आएको बाटो भएर हामी जान्छौँ। अस्तिको स्पिड भन्दाखेरि हामी 70 हाल्नु भयो। हामी यहाँबाट अब लाग्छौँ। अब यहाँबाट हामी आजको गन्तव्य भनेको अब सिधै अगाडि गयो भने चाहिँ अब पुटल हुँदै मैदाननगर पाल्पातिर गइन्छ भने अब हामी चाहिँ यहाँबाट लेफ्ट लिएर गइयो। अब पहिलाको हाम्रो जिल्ला सदरमुकाम परासी हुँदै अब अहिले नलपरासी पर्ताघाट सुस्ता पश्चिमको त सदरमुकाम यही परासी नै हो। अनि एउटा फुल नेपाली मुभी थियो, त्यहाँनिर चाहिँ धेरै जसो ठाउँहरू चाहिँ यहाँनिर सुटिङ भएको छ कि परासीमा। ठुलो यति खाइयो कि यति खाइयो हामीले पुरै नगर्ने हामी घुमाइ भएर आउँदाखेरि चाहिँ बाटो धेरै राम्रो छ। हाइवे नै हिँड्ने किन भित्री बाटो हिँड्ने हो र। अब भित्री बाटोमा चाहिँ त्यो ठाउँमा चाहिँ पहिला चाहिँ अब पुलहरू बनाउँदै थियो, त्यहाँनिर फेरि हिँड्दै हेला होला भनेर अब बिहान दुःख गरी अब बाइक धोइयो नि त। धोइसके पछाडि चाहिँ हल्का माया भन्ने चाहिँ हुन्छ क्या। अनि त्यही भएर ए यो परासी बजार चाहिँ यो पुलबाट सिधै जानुपर्ने हुन्छ। अनि त्यहाँनिर चाहिँ जति पनि सरकारी कार्यालयहरू हुन्छ नि जिल्ला अन्तर्गतको जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालयहरू तिनीहरू चाहिँ त्यही नै हुने गर्छ। हामी चाहिँ त्यतातिर नभए भने हामी चाहिँ यता यो देब्रे लेफ्ट टर्न लिएर अब उता भैरवा सुनौलीतिर लाग्छौँ। यो बाटो नि शान्त नै छ, हिँड्नलाई आनन्द छ। त्यस्तो गाडीहरूको खासै चाप नि हुँदैन। तर पछिल्लो समयमा चाहिँ पहिला हेरी चाहिँ धेरै हो छ, गाडीहरूको सङ्ख्या बढेरले गर्दाखेरि चाहिँ आउजाउको सङ्ख्या चाहिँ यो बाटो भएर राम्रै हुने गर्छ। अब यहाँबाट लेफ्ट लिएर गइसके पछाडि सबै बोर्डर हो क्या नजिकतिर। हामी चाहिँ अब एकैचोटि अगाडितिरबाट मात्र लेफ्ट टर्न लिन्छौँ, नभए चाहिँ अब यहाँ राम स्तूपा 3.4 किलोमिटर अगाडि रहेछ राम। हामी चाहिँ अब सिधै नयाँ बायाँको नभएर अगाडि लाग्छौँ। बाटो खाली छ हेरौँ। हामी हिँडेको कति 1 घन्टा नि भएन होला हो। हामीहरू आइपुग्यौँ। अब अरू बेला त दाउनेकै उकालो ओह्रालेर लगभग 1 घन्टाको बाटो खाइदिन्थ्यो। योचोटिबाट चाहिँ अब धेरै सहज भयो दाउनेको बाटो नि। पहिला त हिँडिरहेको बाटो अहिले थुप्रै भयो, खासै आउजाउ भएको होइन। त्यसले गर्दाखेरि म नि ठ्याक्कै यति नै समय भनेर चाहिँ भन्न सक्ने अवस्था छैन। यो जाँदैछन् हेरौँ, धेरै समय पनि नलाग्ला। अब अलि अगाडि यहाँ पुल आउँछ, अनि पुल पछाडिबाट चाहिँ हाम्रो पुलबाट धेरै हिँड्न
समय नलाग्दा यता सुनौली जाने बाटो छुट्टिने ठाउँ पुग्नलाई चाहिँ कुकुर हेर्नु कहाँ अनि यहाँबाट 5 किलोमिटर रहेछ भएर सङ्कलन केन्द्र रहेछ यो चाहिँ उता आउँदाखेरि होला यहाँनिर चाहिँ यो बाटो प्रयोग गरे बापत भनेर सडक दफ्तर पहिला बुटोलमा चाहिँ उठाउने गर्थ्यो अहिले चाहिँ यहाँनिर रहेछ यस्तो ब्रेकहरू चाहिँ गर्छ ठाउँ ठाउँमा 84बाट थोरै अगाडि लगाइसके पछाडि चाहिँ हल्का बिग्रे जस्तो चाहिँ रहेछ नभए त्यो बाँकी ठाउँहरूमा त बाटो आनन्दको नै रहेछ यतिको बाटो भनेको त धेरै राम्रो अब यही हो सुनौली जाने चोक यहाँबाट सिधा अगाडि गयो भने चाहिँ अब भएर पुगिन्छ भने हामी चाहिँ यहाँ बायाँ लिएर अब सुनौली चोक हुन्छ अब यहाँबाट लेफ्ट लिएर हामी सुनौली बोर्डर लाग्छौँ ल यहाँ त कत्रो खाल्टो बाफरे सब मालवाहक गाडीहरू पञ्चायत पासको लागि राखिरहेको होला पर्मिटको लागि सब गाडी वारिपारि गाडीहरू लाइन लाएर बसिरहेको छ यताबाट चाहिँ लगो खाली त होइन नि त यताबाट नि लोड गाडीहरू नि रहेछ त यता इन्डियाको लागि जाँदै गरेको यतातिरबाट आउँदै गरेको त लगो धेरै जस्तो सबै गाडीहरू नै भनौँ लोडै हुन्छ अब यहाँबाट उता अब चेकिङ सुरु हुन्छ इन्डिया नेपालको बोर्डर देखिसकेको छ त्यस्तो टाढा छैन अब हामीले त्यहीँबाट अगाडि लाग्ने हो यसो फोनहरू गर्नु पर्ला कल अनि त्यस पछाडिबाट अनि अगाडितिर लाग्नु पर्ला कल गरिसके पछाडि चाहिँ अब यहाँबाट चाहिँ हामी अगाडि लाग्छौँ हामीले एउटा सानो कल गर्छौँ अनि त्यस पछाडि हामी चाहिँ इन्डिया छिरिसक्यौँ अब त्यहाँनिर बोर्डरमा चाहिँ क्यामेराहरू अलाउ छैन नि त फोटो खिच्न भिडियो गर्न अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँनिर क्यामेरा निकाल्यो अरे अनि यता अगाडि आएर फेरि क्यामेरा सेटअप गरिसके पछाडि अनि हामी अब लाग्यौँ इन्डिया ल यही नै इन्डिया हेर्नु हामी नेपालबाट अघि 2 घन्टा होइन 1 घन्टा 40 मिनट अगाडि चाहिँ नेपाल थियौँ भने अब चाहिँ इन्डिया आइपुग्यौँ ल अनि अब चाहिँ हामी नेपाल आइपुग्यौँ हेर्नु भर्खर अब बजारहरू खोल्दै रहेछ बोर्डरहरू अनि त्यसले गर्दाखेरि जस आउजाउ भइरहेको मान्छेहरू जामहरू त्यस्तै छ कस्तरी आउँछ यार हान्ने गयो जस्तै पो आउँछ त यहाँनिर कस्तो बेस्ट हो क्या यहाँनिर त सब ओ राइडर रहेछ राइडर फेरि सब राइडर हो नि यहाँनिर सब 1 से 1 राइडर धेरै अगाडि चाहिँ छैन यहाँमा सोरुम त्यही भएर हामी बिस्तारै जाँदैछौँ लगभग अब यामाहा सोरुम त्यस्तो धेरै अगाडि गयो जस्तो त लागेको थिएन यामाहा सोरुम
सोनौली पो लेख्दो रहेछ। हामी भन्दाखेरि चाहिँ सुनौली भन्दा ए आमा चप्पल लगाएको यस्तो ताते मेरो खुट्टा, बाफ्रे बाफ्रे राफले यति हाने कि पुरा नगर्नु, मारो मुझे मारो भन्ने नि त्यस्तै जस्तो पो भयो त। ल यहीँ हो हामी चाहिँ अब जाने, हामी यामा सोरुम भन्ने त्यही नै हो रहेछ। लास्टमा त पछाडिबाट पो जाने रहेछ, के थाहा थुप्रै भयो नआएको। आजकल त यो साइडबाट पो रहेछ। ग्यारेजको यही होइन, यहाँ सोरुमको यही है? ल सब यो पालो हो क्या? ओहो धेरै समय लाग्ला जस्तो छ। ल हामी पनि ठ्याक्कै यहाँ अब सर्भिसिङ गर्ने ठाउँमा आइपुग्यो। अब यहाँ भर्खर खोल्दै हुनुहुन्छ, यहाँ हाम्रो दाइहरू हुनुहुन्छ, पुरा मेकानिक्सहरू पुरा सब स्ट्यान्ड बाई। ए कति हो कति उहाँ दाइहरू नेपालबाट आउनु रहेछ, उहाँ भयो नेपालबाट, म पनि अब नेपालबाट आएको परिहालेँ। हामी दुईजना है, त्यस पछाडि गरी बुढी थाकेर यहाँ बसिरहेर। ल यही नै हो यामा सोरुम सुनौलीको। बजार चाहिँ अलि अबैला खोल्दो रहेछ, त्यसले गर्दाखेरि चाहिँ अब हामी ठ्याक्क आउने पनि खोल्ने नै भयो, धेरै बेर बस्नु परेन। अगाडि आउनुभएको दाइहरू त 8 बजे नै आइपुग्नु भएको रहेछ। 8 बजे आएर बस्दाखेरि त लगभग 2 घन्टा जति कुर्नु भयो। यही हो सुनौली बोर्डर। यताबाट अब यता यो नेपाल भएर आउनु चाहिँ यतातिर भयो, यतातिर चाहिँ युपी पऱ्यो, यो इन्डियाको युपी पऱ्यो। आज ल सर्भिसिङ अब यहाँ हुँदैछ, अब पालै हाम्रो नि अब गाडी हालिसक्नु भयो, धेरै समय नलाग्ला। सर्भिसिङ गरिसके पछाडि निस्किहाल्छौँ हामी पनि, त्यस्तो खासै काम त छैन, हल्का किनमेल गरी अनि निस्किन्छौँ हामी। अरू किनमेल त के हो र, यहाँ इन्डिया आइसके पछाडि चिनी त हो, चिनी 5 केजी चिनी लाने हो। त्यस पछाडि गएर ल अलिक मजाले पङ्खाको हावा लिँदै बसेर सुरु भयो अब बाइक सर्भिसिङ मेरो। यहाँ दाइको अब यतातिर सर्भिसिङमा लागिरह पालो खोलारी हाम्रो दाइ हुनुहुन्छ, आजको सर्भिसमा होइन त। ल त्यस्तो खासै समस्या त थिएन, अब रेगुलर सर्भिसिङ गरौँ भनेर 43 कुदिसकेछ। ल यामाको अथोराइज सर्भिस पोइन्ट हो कि यो चाहिँ इन्डियाको सुनौलीको।